Sri Lankan Bob Marley. इरानी ऊ आइरहेको छ तँ ए वे ड्रोन त होइन अँ स्टेट अफ हर्मुज क्लोज भएर सिपहरू अड्किरहेको छ क्या यहाँ सिपहरू अड्किरहेको छ के हो हिजो नि मिसाइल हानेछ यहाँ के भइरहेको छ के गर्दै तपाईँ के हो नि अर्थी लाग्दैछ दिनको त मौसम पनि चारै जानेछ के हो कतै जाने कि आज कहाँ जाने यस्तो बिचतिर हेरिदिउँ न त के छ माहौल पब्लिक बिच हेरौँ गइदिउँ नि त गइदिउँ के जान्छ कुन चाहिँ बिच जाने हो त तर काइट जाउँ न बेस्ट त्यही हो मेरो विचार चाहिँ जुमेर राम्रो होला जस्तो छ जुमेर भन्दा त काइट नै राम्रो कहाँ काइट बिच काइट बिच भन्दा त जुमेर कस्तो दामी छ गएर हेरिदिउँ न त कुन चाहिँ राम्रो ल गएर हेरिदिउँ न त ल के हानिस् भन्नु लजाउँ निस्किहाल्ने र निस्किहाल्ने हो नि कहाँ त्यो ल निस्किदिउँ न एकछिन हुँदैन The next station is DMCC. अहिले चाहिँ हामी यहाँ काइट बिचमा छौँ अनि आयो गर्ने के हो थाहा छैन हावा लागिरहेछ अब लुगा खोलेर के तेर्सो पर्दिनु भनेर सोच पनि आइरहेछ घाम नि त्यति साह्रो लागेको छैन यहाँ अनि उहाँ पर चाहिँ होइन त्यो स्टेट अफ हर्मुज क्लोज भएर सिपहरू अड्किरहेको छ क्या यहाँ सिपहरू अड्किरहेछ दिउँसोको कति बज्यो भन्दाखेरि कति बज्यो समय हेरौँ त ठ्याक्कै 11 भएछ यहाँ ल मेक अ विस टाइम आएको छ यहाँ तर माहौल चाहिँ राम्रो छ अब दुबईमा होइन उहाँ मिसाइल पड्केर जान्छ भन्छ मान्छेहरू चाहिँ यहाँ यी सबै मान्छे यहाँ दिउँसो तेर्सो परेर बसिरहेछन् बाहिर अब चाहिँ हामी यहाँ जेट स्की हान्नको लागि ठाउँ खोज्ने भनेर निर्णय गऱ्यौँ अलिक पर रहेछ वाटर स्पोर्ट्सहरू गर्ने ठाउँ अनि त्यसको लागि साइकल लिएर जाउँ न त यो साइकल हान्न गएको समय लाग्ने रहेछ समय थोरै भएर हामी चाहिँ ट्याक्सीमा जाने निदो गऱ्यौँ है त Jumeirah. Yeah. All right. I have my guys here today. They're coming to do jet ski in one of the best jet ski company in Dubai. You can check online, and they're my good friends. I hope they have good time and they will love it. Thank you so much, Daniel. Welcome, guys. Welcome. Yeah, Jimmy. Let's promote our jet ski now. Jet ski, yeah. Okay. Yosh. Yeah, don't go too close, please go. Just to keep distance from each other. Okay, Okay. guys? I hope you enjoy your ride. Thank you. Rastaman, which country are you from? Sri Lankan Bob Marley. Ah, Perfecto. perfecto. Thank you. हाम्रो जानेछ अब यात्रा सुरु हुन लाग्यो
त्यो पहिला चाहिँ अलिअलि डर लाग्दो रहेछ तर बिचमा गएर चाहिँ फेरि रैला हुँदो रहेछ तर मजा आयो वर्थ इट भएछ He's our videographer of the day. There you go. Very nice photo all. Yes. Who is the best rider among two? You. No, because I was far. I was staying far. No, you said to एकरानी ऊ आइरहेको रहेछ लु ए वे ड्रोन त होइन हराइसक्यो हामी चाहिँ अब के अरे जुमेरा राम्रो कि काइट राम्रो रे खै अब मेरो लागि त काइटे राम्रो हो मेरो लागि चाहिँ जुमेरा राम्रो अनि हाम्रो खास चाहिँ यो विवाद टुङ्गाउनुको लागि आगो आउँदा आउँदै बाटोमा ठ्याक्कै जेट स्की देखेर छिरिदिउँ न त भनेर त्यही भएर जेट जुमेरा स्की पनि हान्यो यो चाहिँ मार्सल अफ रिसेन्टली हो खोलेको होटेल त्यहाँ चाहिँ तिनीहरूको फेरि एड क्लब पनि छ है प्राइभेट एड क्लब यो 7 स्टार होटेल भयो होइन बुर्चल रोड अब यस्तो राम्रो बिल्डिङको अगाडि बसेर काइट बिच राम्रो भन्न चाहिँ अलिक सुहाएन भन्ने मेरो धारणा हो मेरो विचारमा चाहिँ काइट बिच राम्रो छ धेरै मान्छेहरू त्यहीँ हुँदो रहेछ यहाँ भन्दा नि माहौल नि राम्रो छ नर्मल लाइफस्टाइल चाहिँ नर्मल छ क्या मान्छेहरूले अब मिडल इस्टमा ड्रोन चलिरहेको छ यताउति तर सबै लाइफ नर्मल छ खाने खाइरहेछन् डुल्ने डुलिरहेछन् घुम्ने घुमिरहेछन् तर्सिने चाहिँ भागिसके यहाँबाट हाम्रो निष्कर्ष चाहिँ के भयो भन्दाखेरि आफ्नो आफ्नो सोचाइ हुन्छ अब मलाई जुमेरा राम्रो लाग्छ मलाई काइट बिच राम्रो लाग्यो नराम्रो पछि चाहिँ के भने जुमेरामा पौडी खेल्न मिल्दैन यहाँनिर सर्फिङ मात्र हो उता काइट बिचमा चाहिँ त्यहाँ पाबन्दी केही छैन तर वाटर स्पोर्ट्सको लागि चाहिँ जुमेरा बिच राम्रो हो तर चिल गर्ने काइट अलि बिच फरक चाहिँ खालको भाइब्स दिनको लागि चाहिँ काइट बिचै राम्रो तर यहाँ यस्तो रनिङ सनिङ गर्नु मिल्छ है यस्तो आज हाम्रो जुमेरा बिचको यात्रा चाहिँ अब यहीँ सघाउनु लाग्यो